गाइस नमस्ते नमस्कार नजिकै योग बेनिमार होमवर्क नजिकै गाविस अनि नजिकै यो चाहिँ खानेकुराहरूको पसलहरू नजिकै सीमामुरा यस्तो चाहिँ रमणीय ठाउँमा म 8 वर्ष बस्न सफल भएँ। यो घरमा है यो घरमा म बस्दाखेरि चाहिँ यो लक सिस्टम थियो। यसरी नम्बर दबाएपछि यो घर खोल्ने गर्थ्यो। गाइस यसरी गरिसकेपछि म प्रवेश गरिसकेपछि यो किचन आफ्नो सामानको र्याकहरू राख्नको लागि यो थियो। बिजुलीबाट खाना बनाउने यता वासिङ मेसिन अनि यतातिर चाहिँ टोयलेट बाथरुम यस्तो थियो। गाइस है यतातिर चाहिँ दराजमा सामानहरू राख्ने र यतातिर सुत्नको लागि बेड अटोमेटिक यसरी बेड आउने यसरी है गाइस यसरी बेड तल आउने र आफ्नो सामानहरू माथि राख्ने यस्तो प्रकारको थियो। गाइस है अब यसलाई छोडेर म नयाँ घरमा जाँदैछु र गइसक्यो। यसमा झन् योभन्दा तिर्बल सुविधा भएको थियो। अब चाहिँ म यसलाई छोडेर सरसफाइ गरेर बिदाइ गर्दैछु। गाइस यो सरसफाइ यति सरसफाइ गरे पनि फेरि पनि यसले 50,000 चाहिँ सरसफाइको काट्ने भन्ने कुरा छ। गाइस है जापानमा यस्तो छ, बच्चा बच्ची भइसकेपछि भित्ताहरूमा पनि केटिदिन्छन्। यस्तो छ। योबाट चाहिँ मलाई यो रुममा 8 वर्ष बस्दा 8 40 लाख भाडा अनि यसको चाहिँ पानी बिजुली ग्यास गरेर चाहिँ 24 लाख यो तिरेर खर्च गरेको छु यो रुमलाई गर्दै बिदा हुँदै। हेलो गाइस अब हाम्रो नयाँ घरमा प्रवेश। अब चाहिँ जुत्ता राख्ने ठाउँ यस्तो छ है। त्यस पछाडि हामी गएर अब टेबल बैठक रुम सोफा टिभी चाहिँ यस्तो तरिकाको छ। अब यताबाट गएर अब सुत्ने रुमहरू भयो, सामानहरू राख्नको लागि यस्तो छ। अब यताबाट गएर वासिङ मेसिन छ। अब यहाँबाट गएर हाम्रो पुरो नुहाइ गर्ने किचन। अब हामी किचनमा गइसकेपछि अब किचनबाट चाहिँ यता गइसकेपछि अब यी सामानहरू यति धेरै सामानहरू छन् हामीसँग। अब यहाँ गएपछि हाम्रो टोयलेट चाहिँ अटोमेटिक रिमोटवाला टोयलेट छ है। यसरी ओपनिङ गर्छ आफै टोयलेट स्याट माथि जान्छ। अब यहाँबाट गइसकेपछि अब हाम्रो चाहिँ अर्को चाहिँ लिभिङ रुम छ। यसमा टिभी छ, सोफा र सुत्ने छ। यस पछाडि हाम्रो चाहिँ सेकेन्ड तला छ। सेकेन्ड तलामा गइसकेपछि अब हेर्नुहोस् गाइस यहाँ बसेर मिटिङ गर्ने यहाँ अफिस छ मेरो चाहिँ अफिस हेर्नुहोस्। अब यो अफिसमा चाहिँ बसेर आनन्द चाहिँ आफ्नो बिजनेसको बारेमा चाहिँ सोच्ने बस्ने र इन्जोय गरेर आनन्द एक्लै रिल्याक्स गर्ने ठाउँ छ है त गाइसहरू। गइसकेपछि अब यतातिर चाहिँ अब बिस्तराहरू सुत्नको लागि सामानहरू राख्नको लागि यस्तो छ। अर्को जग्गा पनि यस्तो तरिकाको छ। गाइस यो नयाँ घर चाहिँ मैले यसरी चाहिँ किनेको छु गाइस है त। ल जापानमा पनि नयाँ घर किनेर बस्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् गाइस है त भन्दै। नयाँ घरमा चाहिँ बोनस सहित नयाँ घर पाइएको छ। पुरै सामान सहित नयाँ घर पाइएको छ। फ्रीमा है सामान सहित। फ्रीमा सामान सहित यो भाग्यमानीको मात्रामा नाम लेख्छ है त गाइस। थ्याङ्क यू गाइस। यस्तो तरिकाले चाहिँ पाइएको छ भन्दै हाम्रो यो घर हेरेर तपाईँलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोस्। बाइ बाइ।